कहाँ हो रे यो हाम्रो गीताञ्जली भाइ? यो कहाँ हो हाम्रो ठाउँ? ए फुकुसाकीको डाँडोमा आइयो। अब जङ्गलतिर घुम्न आज है गाइज। जङ्गल घुम्ने यो चाहिँ मेरो बझाङ जिल्लाको मस्टा गाउँपालिका वडा नम्बर 1 मा पर्ने नौलावन हो होइन। आज अनि नौलावनतिर यसो शिकार खेल्न आएको, तर केही भेटाइएन, कालिज पनि भेटाइएन। अनि कालिज पनि नभेटाएपछि चाहिँ अब हामी यत्तिकै फर्किनुपर्ने अवस्था आइसक्यो। तर अब बँदेल चाहिँ भेटाउँछ कि भनेर बन्दुक पनि ल्याएको थियौँ, भरुवा बन्दुक। त्यो बन्दुक पनि फेरि नपड्किने भयो, गोली सकिया रहेछ, बारुद सारुद पनि नरहेछ। त्यही भएर आज चाहिँ बिना शिकार यत्तिकै फर्किनु पर्ने भयो। अब यो फर्केपछि यसलाई चाहिँ के भन्छ? यसलाई चिलाउनेको बोट भन्छ भाइ? गीताराम भाइ, ओ गीताराम भाइ, यसलाई चिलाउनेको बोट हो यो? तिम्रोतिर चिलाउने हुँदैन? तिम्रो कहाँ रे घर? बागलुङ भने होइन? खाइछ क्या होइछ क्या यही बोलीले मोहनीलाई छ क्या भन्ने तिम्रै होइन? ल ठिक छ त्यो पनि। अनि यो चाहिँ बाँस यस्तो हुँदो रहेछ। हाम्रोतिर फेरि बाँसको एउटै हुन्छ कि झ्याङ हुन्छ, यहाँ चाहिँ रुख जस्तो बाँस छ यार। के हो यस्तो? यो यत्रो मोटो त निकालो हुन्न है भाइ। तामा त यहाँ पो रहेछ त यार। हेर्नु न, यो पुरै बोकेर जाम। तामा खाने र आमै दाइ, तामा लिन त यहाँ आउनु पर्ने रहेछ यार। यत्रो तामा ऊ यो तामा। ल आजको हाम्रो सर्टकटमा केही भन्नु त यहाँ? यो त अब स्वर्ग हो कि हाम्रो लागि त। अनि त्यही भएर त यहाँ पढ्न आएको हामी। अनि रमाइलो हेर्नु त डाँडा। आहा के चाहियो के गीताराम भाइ तिमीलाई अरू? ल भन। मिठो छ यार। मिठो हो क्या यो त यार। यति मिठो ठाउँ त अनि कहाँ पाउँला र अरू? यहाँ पनि भित्र के यो चाहिँ पहिला गेम ए यो उ रहेछ कि? यति त के हुन्छ यार? यो ब्याडमिन्टनको पनि होइन, यो भलिबलको कहाँ हुन्छ यस्तो? यति त भलिबलको हो नि, त्यो झरेको हो। ए माथि उठाउनु त अब माथि उठाएपछि अनि भलिबल हो, भलिबल। तल पनि यस्तो रहेछ त। अनि यो के को लागि बनाएर रहेछ यार? यो हेलिप्याड हो क्या यो त? हेलिप्याड हो नि त दाइ यो? यो चाहिँ चन्दगिरीको डाँडा भयो भने ऊ त्यो काठमाडौँ कहाँ छ? अलिक देखिँदैन यार। कसरी देखाउने हो? मैले यहाँ जुम गरेर देखाउनु पर्छ।